धन्यवाद घोषकज्यूलाई। सन्चै हुनुहुन्छ सबैजना? ठिकै छ भयो। सन्चै हुनुहुन्छ नि? एउटा कुरा राख्छु, साह्रै धेरै हाम्रो उद्घोषकज्यूले मेरो बारेमा प्रशंसा गर्नुभयो। मलाई चाहिँ लाज लाग्छ त्यस्तो प्रशंसा सुन्ने बानी छैन। यहाँहरूले मलाई धेरै सम्मान पनि गर्नुभएको जस्तो लाग्छ। मलाई त्यस्तो सम्मान थाप्ने बानी पनि छैन, त्यो पनि लाज लाग्छ। हाम्रो आज यो 5 थरको रवि बजारमा 5 थरको रवि बजार मिक्लाजुन गाउँपालिकामा भइराखेको यो श्रमदाता खोज्ने, यहाँ तल नारा होला देखिन मैले, केही छैन, श्रमदाता खोज्ने कार्यक्रमका अध्यक्षज्यू, मञ्चमा आसीन केन्द्रका, प्रदेशका, जिल्लाका, गाउँपालिकाहरूका श्रमदाताज्यूहरू, त्यहाँ तल बसेर स्वयंसेवकको रूपमा खटिरहनु हुने श्रमदाताज्यूहरू, यहाँका स्थानीय आमा बाबा, दाजु भाइ, दिदी बहिनी, भान्जा भान्जी, जेन्जी, सबैजना, पत्रकार, सुरक्षाकर्मी, हामीलाई लाइभबाट सुनिरहनु हुने नेपाली दाजुभाइ दिदीबहिनीहरू, सबैजनालाई म हार्दिक अभिवादन गर्न चाहन्छु। माटो प्रेमी अभिवादन, जय श्रमदान भन्न चाहन्छु। जय श्रमदान। यसो गरौँ त एकचोटि। हो है, काम गरिराख्ने मान्छे, त्यसले गर्दा धेरै हात चलाउनु लाउँछु म है। मुख चलाएकोले देश धेरै बिग्रियो स्मको कारणले। मेरो कुरा सुनिराख्दा पनि हात चलाइराख्नुपर्छ, नाच्नु पनि पर्छ, के खालको हुन्छ हाम्रो। केही छैन, हामी खुसी छौँ, हामी हाँसिरहेका छौँ। मनभरि अनेक परीको व्यथा होला, पीरहरू होला, तथापि केही समय यहाँनिर छैन हामी भेट्दाखेरि हाँस्नुपर्छ भन्ने लाग्छ मलाई। तपाईँहरूको हँसिलो अनुहार हेर्दाखेरि भित्रैबाट गदगद भएर आउँछु म। तपाईँहरूलाई खुसी लागेको छ मलाई देख्दा? हो है, अल्छी त लागेको छैन नि मलाई देख्दा? हो, अल्छी लाग्नु पनि हुँदैन। नेपालीहरू पौरखी, हामी अत्यन्तै पौरखी स्वभावको कारणले हामीलाई अल्छी लाग्दैन। एकचोटि दुईटा हात हेरौँ त यस्तो गरेर, हेर्नु त हो, यो दुईटा हात चाहिँ हेर्नु साह्रै मनपर्छ क्या मलाई। फेरि एकचोटि देखाइदिनु न है। देश बनाउने, देश उचाल्ने, देश होइन तपाईँको चाहिँ को भारी पोट्ने, देशको लागि दुःख गर्ने हातहरू देख्नु पाउँदा त्यतै खुसी लाग्छ। यहाँले मलाई सम्मान गर्नुभयो। मलाई खासमा सम्मान होइन, श्रमदान चाहिन्छ। मैले एउटा गीत पनि बनाएको छु, सम्मान होइन तिमी मलाई श्रमदान देऊ, श्रमदान देऊ मेरो लागि होइन यो देश बनाउन श्रमदान देऊ, श्रमदान देऊ भन्ने मेरो एउटा सानो गीतको याद आउँछ तपाईँहरूले मलाई गरेको यो सम्मानहरू देख्दा। एउटा फेटा लगाइराखेको छु, अर्को फेटा पनि लिएर आउनु भएको थियो, त्यसलाई चाहिँ मैले उता राखेको छु है। यति धेरै सम्मान गर्नुहुन्छ तपाईँहरू, कति राम्रो संस्कार हाम्रो, कति राम्रो संस्कृति होइन। पाहुनालाई सम्मान गर्ने कति राम्रो संस्कृति। यस्तो राम्रो संस्कृतिले भरिएको 5 थरको रविमा हामी भेटेका छौँ। यहाँहरू सबैजनालाई हार्दिक सम्मान छ मेरो तर्फबाट पनि। मैले फुलको माला लिएर आइन, फुलको गुच्छा लिएर आइन, खदा लिएर आइन, तर हँसिलो मुहारले टाढैबाट होइन। अनुहार त राम्रो छैन मेरो, तै पनि मुसुक्क हाँसेर तपाईँहरूलाई मैले सम्मान गर्छु। हुन्छ हो, यहाँहरू सबैजनालाई पनि तपाईँहरूले गर्नुभएकै सम्मान जति नै अथवा त्योभन्दा चाहिँ 2 गुणा बढी मेरो तर्फबाट हार्दिक सम्मान छ। खोटाङमा जन्मे हुर्केको मान्छे, पहिला एउटा स्कुलको याद आउँछ मलाई होइन। सानो स्कुलमा
त्यही गाउँकै स्कुलमा पढ्दाखेरि रानी चाँपको माला लिएर आउँथे लेकतिर बस्ने। हामी अलिक बेसीमा, मेरो गाउँ चाहिँ छ, बेसीमा बस्ने मान्छेले साह्रै चिज लाग्थ्यो। आज एकजना सरले पनि चाँपको फुल सहितको गुच्छा मलाई दिनुभएको छ। त्यो सर कहाँ हुनुहुन्छ? हात उठाइदिनु त। यहाँ हुनुहुन्छ? कहाँ हुनुहुन्छ त्यो सर? कतै गइसक्नु भयो कि कतै हुनुहुन्छ होला यता कता? मेरो घुरेनमै छ चाँप भनेर भन्नुभयो। त्यो चाँप देख्दाखेरि बाल्यकालको याद पनि आयो। उमेरले बुढो भइसकियो होइन, तर रहरहरू है, त्यस्ता ती सम्झनाहरू, त्यसले चाहिँ तपाईँको चाहिँ हामी बाल्यकालमै छौँ जस्तो मलाई लाग्दो रहेछ। मलाई लाग्छ हामी सबैलाई त्यस्तो लाग्दो रहेछ। तपाईँलाई त्यस्तो लाग्छ? तपाईँलाई त्यस्तो लाग्छ? ज्येष्ठ नागरिकहरूको लागि सिमसिम पानी नै जिउ बुढो भयो है मन त नानी नै भन्दै गीत गाउनुहुन्थ्यो। ज्येष्ठ नागरिकहरू यहाँ को हुनुहुन्छ? हात उठाउनु त। म भन्दा मासतिरको उमेरको मान्छेहरूले हात उठाउनु त। धेरै हुनुहुन्न कि के हो है? मनले त हामी नानी नै छौँ, छैनौँ? छ कि छैन भन्नु त ज्येष्ठ नागरिकहरूले, आमा बाबाहरूले। हो, त्यो याद दिलाइदिनु भयो। धन्यवाद दिन चाहन्छु उहाँलाई। चाँपको फुलले स्वागत गर्नुभएको छ। कुनै ठाउँमा जाँदाखेरि त्यहाँनिर मैले आफ्नो विचार राख्नुभन्दा पहिला म एउटा गीत गाउन लगाउँछु। तपाईँहरूलाई म एउटा गीत गाउन लगाउँछु ल? हुन्छ? हो, म त्यस्तो धुरन्धर तपाईँको गीतकार गायक केही होइन, तर गीत सङ्गीत मन पराउने मान्छे हुँ। त्यसै गर्दाखेरि मैले गीतहरू बनाइराख्छु। जति पनि गीतहरू गाउँछु त्यो मेरै रचनाहरू हुन्छन्। सो भएको कारणले एउटा गीतबाट सुरु गरौँ ल आजको गफ। हो, म आज मेरो आफ्नो मोनोलग, मेरो आफ्नो वक्तव्य तपाईँहरूलाई सुनाउनु भन्दा पनि तपाईँहरूलाई मैले केही कुरा सोध्छु, तपाईँहरूसँग म बात मार्न आएको हुँ, तपाईँहरूसँग गीत गाउन, नाच्न, रमाइलो गर्न पनि आएको हुँ। त्यसो भएको कारणले गर्दाखेरि तपाईँहरूले पनि गीत गाउनुपर्छ। हुन्छ? यता भन्नुहोस् त। हुन्छ? यताकोले भन्नुहोस् हुन्छ? पछाडिकोले भन्नुहोस् हुन्छ कि हुँदैन? हो, ल तयार हो? ल, 5 थरको चिसो पानी खाएको मान्छेहरूको सुरिलो स्वरमा होइन एउटा गीत है त। म जे भन्छु त्यही भन्नुहोस्, जस्तो भन्छु त्यस्तै भन्नु होला। हुन्छ? हो, मलाई सुनेर गाउनु होला, नत्र फेरि के गाउने थाहा हुँदैन। साह्रो गाउनु है, नलजाइकन। मै बनाउँछु देश भन्दै धेरै आए गए, मै बनाउँछु देश भन्दै। सबैले गाउनु होला। धेरै आए गए, आश्वासनको पुल बाँधी उतै तरी गए। सबैले है, सबैले, विशेष गरी जेनजीहरूले।